हेलो गाइज, वेलकम टु माई एनदर भिडियो। आज चाहिँ म मेला जान लाग्दैछु अनि मेलातिर चाहिँ के कस्तो के भन्छ त्यसलाई के कतिको रमाइलो हुन्छ म चाहिँ सबै तपाईँहरूलाई भिडियो बनाएर देखाउँदैछु। र अहिले चाहिँ म मेरो कोठाबाट निस्किँदैछु। सो म चाहिँ अब मेला हिँड्ने अब चाहिँ लगभग आधी घन्टा जति चाहिँ म हिँड्दै जानुपर्छ। अब बाटो अब यस्तै छ है। त्यो बुलेट बाइक चाहिँ मेरो हो होइन, अब त्यसमै चढेर जान्ला म चाहिँ। अब मेलामा के कस्तो हुन्छ म चाहिँ सबै तपाईँहरूलाई मेरो भिडियो मार्फत तपाईँहरू सामु प्रस्तुत गर्छु। र अहिले चाहिँ म हिँडेको ल फाइनली गाइस म चाहिँ बजार कटी गर्न लगाएँ अनि म चाहिँ अब बजार नगर्दै स्या भएर मर्न लागिसक्यो। खेतमा गएर चाहिँ कसरी काम गर्ने होला भन्ने म अहिले सोच्दैछु। यहाँ त अब चाहिँ अरुण खोला अब त्यहाँनिरबाट मेला गएर आएपछि त्यहीँ गएर एकैचोटि डाइभ हान्नुपर्छ। त्यही हो। उहाँ माथि डाँडाबाट चाहिँ मान्छेहरू झर्दैछ क्या, त्यो चाहिँ हाम्रो दाजुहरू हो, उहाँ दाजुहरू हो। अनि त्यही दाइकै मेला जानु लाग्यो म पनि। अनि उहाँबाट चाहिँ मान्छेहरू झर्दै रहेछ, सँगै भेट हुने भयो। अनि आज चाहिँ खासमा चाहिँ म चाहिँ पुरै कलेजै नगएँ क्या, पैसा कमाउनु भनेर कलेजै नगएँ। आज मेला आइदिएको। अनि आज अब अहिले 11 बजेबाट काम गरेर बेलुकासम्म चाहिँ 600 रुपियाँ पाउँछ क्या, 600 ओन्ली 600। अनि त्यो पैसाले चाहिँ चट्टै स्कुल गएर खाजा हान्यो क्या, यता कमाउने यता रमाउने। यस्तो जङ्गल एक्लै हिँड्नुपर्छ। बाघ भालु आएर मलाई खाइदियो भने म त बेनै नगरी मर्छु। के भने म के भनेर होला क्या, म आफैलाई के भने म आफूलाई थाहा छैन क्या। पागल जस्तै भएको छु यार म। साइकल अनि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो अहिले के भन्छ अरे त्यहाँ धान झार्दाखेरि लाउने लुगा है। यहाँभित्र चाहिँ एउटा हजमाको सर्ट छ। अनि म चाहिँ आज गाउँतिर बस्नु चार्जर ल्याएँ अनि एउटा टी सर्ट र कटुन छ है। त्यो चाहिँ मैले नधोएको 2 हप्ता हुन लाग्यो है। अनि म आफै ननुहाएको चाहिँ 1 हप्ता हुन लाग्यो। किनकि अब यस्तो जाडो छ है, नआयो भने फेरि बिरामी भइहाल्छ। बिरामी भयो भने फेरि कमाएर लिएर पैसा सकिहाल्छ। अब त्यही हो। जब अब यो मेलाहरू सबै सकिन्छ तब अब लुगा नि धोइन्छ, मान्छे नि नुहाइन्छ है। नत्र त नुहाइन्न। नत्र मैले अब आज गएर 600 कमाइरहेँ अनि फेरि नुहाएर बिरामी भयो भने त मेरो 1000 रुपियाँ जान्छ, उल्टै 400 रुपियाँ घाटा है। अनि त्यस्तो गरेर त के काम अब यो जुन चाहिँ के भन्छ अरे यो देशमा। अब त्यही हो। अब आज र भोलि 2 दिन मेला छ। अनि आज म के भन्छ अरे कलेज नगइकन मेला आएको है। आज र भोलि त म कलेज जान्न। स्कुलमा अब केटीहरू मर्ने भयो मलाई हेरेर नपाएर। मेरो कुकर्न बेबी कहाँ गयो हे भगवान गरेर होइन। अब केटीहरू चाहिँ मलाई याद गरेर अब मर्ने भयो मेरो सम्झनामा। हेर्नु त यहाँ कति ठुलो जङ्गल हो। अनि यो जङ्गलमा म जस्तो यस्तो सानो मान्छेलाई कसैले आएर किडन्याप गर्थ्यो भने हट डरै लाग्छ हो मलाई त। के गर्नु, सानो बच्चै छु अब है। गाह्रो छ मलाई, पैसा कमाउनै पर्यो, हिँड्नै पर्यो। अन्त यहाँनिर मुसा मरेको रहेछ, कुकुरलाई खानु मन छ भन्नु म प्याक गरेर ल्याइदिन्छु झोलामा। यसमा कुकुरलाई मनपर्छ मुसा पोलेर खाने भयो। उहाँ अगाडि चाहिँ दाइहरू गइरहेको। ओ हेलो, देखेन सुनेन, मैले बोला नै सुनेन। हेरेँ उहाँको 2टा बन्दरहरू, एउटा चाहिँ दाइ हो एउटा चाहिँ सँगैबाट साथी हो होइन। अनि त्यहाँको अगाडि गइरहेको रहेछ। मैले चाहिँ कस्तोसँग थाहा भइदियो क्या टाढेबाट, किनकि मेरो अब एउटा अब दाइ हो अनि एउटा त अब साथी हुन्छ। त्यही भएर म चाहिँ 2 कोस टाढाबाट पनि पुरै चिनिदिन्छु क्या को मान्छे को भनेर होइन। त्यहाँनिर मलाई कुरेर बसिरहेको। फाइनली अगाडि 2टा बन्दरहरू चाहिँ बसिरहेको छ। म चाहिँ आइपुगेँ, भेट भइरहेको छ फाइनली। अब यहाँनिर चाहिँ यो एउटा नाम्लो र के भन्छ यसलाई
बाल्टिन बोकेर अनि दाइ चाहिँ यहाँ झोला बोकेर खाजा साजा होला आज मेरो यसो होइन बिताउनु दिन आज म सक्दिनँ भाइहरू लोक पार्नु पऱ्यो भनेर हो र भने जाउँ जाउँ पछि आने भनेको छ नि भयो के हो दाइ त यहाँ बिचोक पारामा पुरै हामीलाई दलाउने भनेर बसिरहनु भएको छ अब त्यो त अब अहिले मेलामा थाहा हुन्छ कसले कसले दलाउँछ बिहार छोड्यो भने भाइको बर्थडे आउनु लाग्यो भनेर होइन 1-2 दिन पछि छोड्यो भने बसिरहेको छ र ल ल ठिक छ ठिक छ अहिले हामी चाहिँ यहाँ अब के भन्छ यहाँ अहिले चाहिँ हामी के भन्छ अरे खेतमा आइपुगिसकेको छौँ यहाँ चाहिँ अब यो डाँडाबाट तल खोलासम्म छ अरे क्या धान चाहिँ अब आज चाहिँ गाँड पेलाइ हुन्छ अब त्यही हो गाह्रो छ आज गाह्रो झन् 2 किलोमिटर चाहिँ के भन्छ एक मुरी धान बोकेर आज जानुपर्छ अरे है अब आज चाहिँ के हुने हो अब बेलुका अब म अब के भन्छ अब गाह्रो छ मलाई सुन्नु भएको छ यो यता यहाँ तल सब बोकेर आज सकेर अनि छारेर पनि घरमा धान भित्राउनु पर्छ आज चाहिँ चोर जस्तो पनि यता यता भाइ ए भाइ चोर नभने होला जस्तै छ अब त्यही हो अब बोक्न सुरु गर्नु पर्यो ल दाइ चाहिँ यता मुतेर आउँदै हुनुहुन्छ त्यही हो अब चाहिँ म बोक्न सुरु गर्छु फाइनली हामीले चाहिँ यताको र यताको चाहिँ बोकी भइसक्यो यहाँ चाहिँ अनि परालको थुप्रो भइसक्यो अनि अहिले चाहिँ हालत अलि धेरै नै खराब छ अब यो तलतिरको बाली बाँकी है छ धेरै नै अझै लाग्छ 2-3 घन्टै जति लाग्छ कपालको हालत यस्तो भइसक्यो के गर्नु यहाँ गाह्रो छ पैसा कमाउनलाई स्कुल नगइआएको अब पैसा कमाउनु भनेर यहाँ घाड फाट्न लागिसक्यो यताबाट गयो चट्ट अनि यहाँनिरबाट अब फेरि बोक्न सुरु गर्नु पर्यो अब त्यही हो त्यहाँ माथि ठुल्बाहरूले झार्दै हुनुहुन्छ यहाँ आन्टी र फेरि ठुल्बाले बाँध्दै हुनुहुन्छ त्यो बाँध्नु पनि कच्चा चाड पाड्यो हाम्रो चाहिँ अब 4 गरा भेट्छ अरे यहाँनिर फेरि 4 गरा बाँधिसक्यो हाउ फास्ट गाह्रो छ अहिले ठ्याक्क अनि यो जारी भएपछि चाहिँ त्यहाँ गएर चट्ट पौडी खेलेर जाने हो क्या घर त्यही हो अब गाउँले जीवन सजिलो छैन धेरै नै गाह्रो छ होइन त दाइ ए हालत गाह्रो छ फाइनली अहिले चाहिँ हामीले आधी जति धान भन्दा नि बिटा बोकेर भइसकेको छौँ होइन अनि अहिले चाहिँ एकछिन आएर चाहिँ सुत्देको क्या यस्तो सुती कहीँ काम गर्नु पाउँछ त्यतातिर चाहिँ म अब मेला आउँदिनँ भन्दै बसिरहेको 2 जना चाहिँ म चाहिँ फेरि यस्तो फ्रेस मुडमा चाहिँ क्या फेसमा मात्र फ्रेस मुड हो तर मनमा चाहिँ फेरि बहुत भइसक्यो अब त्यही हो अब चाहिँ अब एकछिन झार्ने अनि त्यहाँबाट फेरि बोक्ने भन्ने कुरो छ अब एकछिन चाहिँ रेस्ट गरिदिउँ अब होइन हेर हाम्रो दाजु broken heart लास्ट 2-3 भारी छ है त्यहाँ माथि ट्र्याक्टर रोकिरह्यो अनि 4-5 भारी चाहिँ पुगिसक्यौँ अब लास्ट 1 भारी हो अनि त्यहाँनिर चाहिँ ट्र्याक्टरमा सर्र चढेर जाने तर आज लास्ट गाह्रो त के भन्ने ठिकै भनौँ त्यही हो अब के भन्नु अहिले यहाँ पनि सक्यो अब सबै जानियो कुखुराको मासु र भात खाइयो त्यही हो हामी चाहिँ अब घरतिर लाग्यौँ है ट्र्याक्टरमा यस्तो अवस्थामा आजको दिन कट्यो र 600 पनि कम्यो अब त्यही हो
अब होइन भोलि पनि फेरि जानु हो अब गाह्रो छ हो जिन्दगी अब छोरा मान्छे जिन्दगी हुनलाई त्यस्तै हो अब त्यहाँ आयो